हेलो साथीहरू नमस्कार। मेरो युट्युब च्यानल मेरो किचनमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। आज चाहिँ तपाईँहरूलाई मैले यो बिटे आलु देखाउँदैछु र यो चाहिँ हाम्रो इलाम जिल्लामा चाहिँ एकदमै धेरै नै फल्छ र यसलाई चाहिँ मैले यो धेरै नै मात्रामा यसको ज्याङ आएकोले गर्दाखेरि यसको बोट चाहिँ धेरै आएकोले गर्दाखेरि चाहिँ मैले यसलाई एक साइड लडाएर बिचमा चाहिँ हावा र घामका प्रकाशहरू छिर्ने गरी यसरी लडाएर चाहिँ यसका फललाई चाहिँ अलिक मजबुत र बढ्नुमा धेरै वृद्धि हुन्छ भनेर चाहिँ मैले यसरी यसलाई चाहिँ एक साइड पारेर यसरी लडाएर यसलाई चाहिँ घामको प्रकाशहरू छिर्ने गरी यसरी चाहिँ लडाउँदैछु। यो चाहिँ अब कतिसम्मको चाहिँ अब यथार्थ हो थाहा छैन। यसो गर्नाले चाहिँ फलमा पनि केही वृद्धि हुन्छ भनेर र आफूले बुझ्दाखेरि पनि यो आलुको बोटहरूलाई चाहिँ यसरी लडाइसकेपछि चाहिँ तपाईँको घाम पनि पस्ने र हावा पनि मजाले खेल्नु पाउने र फलहरू पनि वृद्धि हुन्छ भनेर चाहिँ मैले यसो गर्दैछु। साथीहरू यो चाहिँ कतिको उपयोग हो तपाईँहरूले पनि कमेन्ट गरिदिनु होला। यो चाहिँ एकदमै धेरै नै आएको छ यसको ज्याङ चाहिँ र यसो गर्दैछु है त साथी। र तपाईँहरूलाई म आज लाल गुलाबको बोट पनि देखाउँदैछु। यो तराई क्षेत्रमा फल्ने आलु हो र हाम्रो यस पहाडमा पनि धेरै नै मजाले नै यसको चाहिँ फल पनि फल्छ। यो चाहिँ बिटे आलु हो। यो चाहिँ बिटे आलु यो खालको पत्ता हुन्छ र यस्तो बोट पनि यो खालको हुन्छ। बिटे आलुको चाहिँ पत्ता लाम्चो लाम्चो तरिकाको हुन्छ र यो चाहिँ बिटे आलु है त। यो मङ्सिरमा रोपेको हो र तपाईँहरूलाई यो मङ्सिर 1 गते रोपेको आलु हो र यसरी म चाहिँ लडाएर घामको प्रकाशहरू छिर्ने बाटो बनाइदिँदैछु त्यो आलुको लागि। एकदमै ज्याङ पनि धेरै नै आएकोले गर्दाखेरि र यो चाहिँ अब यसलाई आलुलाई छिप्प्याउनको लागि पनि यसो गर्नुपर्ने हुँदो रहेछ। धेरै नै राम्रो छ। यो चाहिँ बिटे आलु र यो चाहिँ मङ्सिरमा रोपेको र यो चाहिँ तपाईँको लाल गुलाब यो चाहिँ तराई क्षेत्रमा हुने आलु हो र हाम्रो यो इलाम जिल्लामा पनि धेरै मजाले हुन्छ र यो चाहिँ मल पानी पुग्यो भने चाहिँ अत्याधिक मात्रामा फल्छ। यो आलु चाहिँ अलिक टिकाउ चाहिँ हुँदैन भन्छ तर फल्नु चाहिँ धेरै नै फल्छ है त साथीहरू। यो लाल गुलाब हो यसको नाम चाहिँ। हस् त साथीहरू धन्यवाद।